नमस्कार अनि हरित अभिवादन कार्यक्रम वन चौतारीबाट म भोला खतिवडाको। चौतारी भन्नाले एक आपसमा भलाकुसारी आदान प्रदान गर्ने कार्यकोलाई परिचित हुन्छ। त्यसैगरी हाम्रो कार्यक्रम वन चौतारी पनि वन क्षेत्रमा देखा परेका समसामयिक विषयमा चर्चा परिचर्चा तथा संवाद गर्ने थलोको रूपमा परिचित हुँदैछ। वन चौतारी कार्यक्रमका हरेक श्रृङ्खला वन क्षेत्र तथा समुदाय प्रति समर्पित हुने गर्दछन्। आजको श्रृङ्खलामा पनि वन क्षेत्रसँग सम्बन्धित एक महत्त्वपूर्ण विषयलाई छलफलको केन्द्रबिन्दु बनाएका छौँ। विनाशकारी भूकम्पपछि नेपाल पुनर्निर्माणको बहस चलिरहेको छ। यस सन्दर्भमा विभिन्न क्षेत्रबाट भूकम्पबाट सृजित समस्यालाई सम्बोधन गर्नको लागि प्रयासहरू भइरहेका छन्। यसै सन्दर्भमा वन तथा सञ्चार क्षेत्रले पनि भूकम्पको सवाललाई सम्बोधन गर्न के गर्न सकिन्छ भन्ने विषयमा राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। वन चौतारी उत्पादक संस्था मध्ये एक ग्रिन मिडिया नेपालको तेस्रो वार्षिक उत्सवको सन्दर्भमा पारेर एक कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा वन तथा भू संरक्षण मन्त्रालय लगायत सरकारी निकाय नागरिक संगठनका जिम्मेवार व्यक्तिहरूको सहभागिता रहेको थियो। अबको प्रस्तुतिमा सो कार्यक्रममा प्रस्तुत विचारलाई राख्दैछौँ। ग्रिन मिडिया नेपालको तेस्रो वार्षिकोत्सव हालै राजधानीमा भयो। तेस्रो वार्षिकोत्सवको अवसर पारेर पुनर्निर्माणमा वन क्षेत्र र सञ्चार क्षेत्रले खेल्ने भूमिकाबारे छलफल भयो। वन तथा भू संरक्षण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी, वन क्षेत्रलाई साथ दिने सभासदहरू आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ लगायत सहभागी थिए। त्यसै वन क्षेत्रका सरकारवाला संघ संस्था र संचारकर्मीहरूको पनि उपस्थिति थियो। करिब 2 घण्टे कार्यक्रममा भूकम्पीय विनाशपछि मुलुक कसरी पुनर्निर्माणमा लैजान सकिन्छ भन्ने बारे बहस भएको थियो। कार्यक्रमको सुरुमा प्राकृतिक स्रोतमा भूकम्पले के कति क्षति गरेको छ भन्ने बारे विज्ञ डाक्टर मनोहरा खड्काले कार्यपत्र प्रस्तुत गर्नुभयो। अब हाम्रो अध्ययनले हाम्रो वनको क्षेत्रको डाटाले के भन्छ भने 68% भन्दा बढी घरधुरीहरू चाहिँ वनमै आश्रित हुनुहुन्छ। के को लागि भन्दाखेरि दाउराको लागि। भन्नाले वन स्रोतको महत्त्व चाहिँ त्यति छ। त्यसैगरी वनले यो दाउरा काठ स्याउला सोत्तर मात्रै दिँदैन, अरू चाहिँ सेवाहरू पनि दिन्छ। जस्तै सेवा भन्नाले के भने भू संरक्षण पहिरो जानबाट रोक्ने काम वनले गर्छ। पानीहरूको नियन्त्रण गर्न पानीलाई चाहिँ यो पानीको साइकल भनौँ न, यो पानी रेगुलेसन गर्नलाई वनले सहयोग गर्छ। संरक्षणमा पनि अलि सहयोग गर्छ होइन वन क्षेत्र। अब वन लाइभलीहुडको कुरालाई गर्दाखेरि काठ दाउरा त आफ्नो बेसिक निडको लागि चाहियो। अब त्यसमा आय आर्जनको कुरा पनि गाँसिएको छ। अनि वन क्षेत्रमा अहिले एउटा उदाहरण चाहिँ सामुदायिक वनको मात्रै लिने हो भने यहाँलाई थाहै छैन 18,000 भन्दा बढी चाहिँ सामुदायिक वन उक्त समूहहरू जिल्ला यो 74 जिल्ला नै छन्। अनि हाम्रो यो 14 जिल्लामा चाहिँ 11,520वटा समूहहरू हुनुहुन्छ। सो समूहमा नि यसो हेर्दाखेरि चाहिँ आम्दानी स्रोत वनै हो होइन। अनि खर्च पनि त्यही वनकोबाट आय आर्जन गरेर भइरहेको छ। अब यसमा चाहिँ समुदायमा आश्रित समुदायहरू सामुदायिक वन जस लगायत संरक्षण समितिहरू अनि त्यसपछि कौलेती वनहरू नेपालको एउटा भन्नु पर्दाखेरि चाहिँ के भन्दाखेरि जनताको आफ्नो संस्था छ। गाउँमा जनताले चाहिँ आफ्नो चाहिँ वन विकास गर्ने मौका कानुनले पनि दिएको छ र त्यसलाई चाहिँ अलिकति निरन्तरता दिनुपर्छ भन्ने कुरा पनि हो। यो ब्याकग्राउन्ड दिन खोजेको। उदाहरणलाई चाहिँ हामीले 31 जिल्लालाई हेरेका छौँ जो भूकम्पबाट प्रभावित जिल्लाहरू। त्यसमा लगभग 35% फरेस्ट वन क्षेत्र जिल्लाको वन क्षेत्र सामुदायिक वनबाट म्यानेज भएको छ। अनि त्यस्तै गरेर 50% जति घरधुरीहरू त्यो जिल्लाको जुन 31 जिल्लाको घरधुरीहरूमध्ये आधाभन्दा जति जनताहरू चाहिँ सामुदायिक वन व्यवस्थामा लाग्नुभएको छ र वन जोगाउनमा लाग्नुभएको छ। वनले चाहिँ काठ दाउरा स्याउला मात्रै दिँदैन, वनले पानी जोगाउँछ, भू संरक्षणबाट जोगाउँछ। वन आफैले चाहिँ पर्यावरणीय सेवाहरू दिएको हुन्छ। जस्तै इको टुरिज्म कुराहरू छन्, एस्थेटिक भ्यालुलाई अब ठ्याक्कै नेपालीमा चाहिँ आएन होइन, त्यस्ता कुराहरू दिन्छन्। अब त्यो कसरी असर भएको छ त भन्दाखेरि अब रिसेन्ट डेटा हामीले जतिखेर त्यो पिडिएनए बनाउँदाखेरि सङ्कलन गऱ्यौँ। यहाँले यो डेटा भनेको पूर्ण पनि होइन, एकदम क्विक सर्वे गरेर ल्याएको डेटा होइन। यसमा धेरै काम गर्छ, त्यही भएर मिडियाको रोल यहाँनिर पनि छ। जस्तै उदाहरणलाई चाहिँ 45वटा बस्तीहरू त एकदम भलरेबल अवस्थामा छन् 4 जिल्लाको होइन। यो इसिमोड र अरू मन्त्रालयको डाटा अनुसार। अनि त्यस्तै 5,000 भन्दा बढी हेक्टर जस्तै 3,000 जति साइटहरू के अरे ल्यान्डस्लाइडबाट प्रभावित भएको छन्। त्यो भनेको त्यो हाम्रो वन क्षेत्रै पर्छ 51,100 हेक्टर जति। त्यसमा कतिपय ठाउँमा त्यस्तो आछ छलफल कुराहरू गर्दाखेरि चाहिँ गाउँमा क्र्याकहरू देखिएको होइन। वन चाहिँ भयो, वन पूर्ण वनले ढाकेको पनि हुनसक्छ। अब वन भनेर डिफाइन गरेको हाम्रो कानुनले ओपन ल्यान्ड पब्लिक ल्यान्ड पनि वन हुनसक्छ कि।
त्यसरी क्र्याकहरू धाजा फाटेको पनि छ। अनि अहिले के देखाएको छ भने फ्युचरमा अहिले यो मनसुनले गर्दा झन् बढी चाहिँ भुछ्या हुने भन्ने कुराहरू पनि आइरहेछ होइन, त्यसले असर गरिरहेछ। पानीको मुहान र यो पानीबाट चल्ने मिलहरू गाउँमा चाहिँ धेरै प्रभावित भएको छ। कमसेकम हामीले गरेको यो 12-15 जिल्लाको क्विक डाटा अनुसार 90% भन्दा बढी खानेपानीको मुहानहरू चाहिँ असर गरेको छ। कार्यक्रममा वन क्षेत्रका सरकारवाला संघ संस्थाले पुनर्निर्माणका लागि काठको प्रयोग गर्नुपर्ने भन्दै वन पैदावार र काठको व्यवस्थित उपयोगका लागि सरकारले विद्यमान कानूनलाई व्यावहारिक बनाउनु पर्नेमा जोड दिएका थिए। हामीले लोकल पिपुलहरूलाई आत्मनिर्भर हुने, त्यहीँको मेटेरियल्स प्रयोग गर्ने, त्यहीँबाट चाहिँ हामीले लाइभलीहुडको कुराहरू लोकल मेटेरियल्सहरू प्रयोग गरेर वन पैदावारहरू प्रयोग गरेर हामीले आफ्नो जीविकोपार्जन सुधार ल्याउन सक्छौँ भन्ने क्याम्पियनलाई चाहिँ मिडियाले चाहिँ बाहिर ल्याइदिनुपर्छ भन्ने लाग्छ। एउटा पोलिसी लोकल कम्युनिटी फ्रेन्डली पोलिसी बन्नु पर्यो। त्यस्तै गरी मिडियाको भूमिका भनेको तलको आवश्यकता, जनताको आवश्यकता के हो र के सम्भावनाहरू तल छन् भन्ने कुरालाई बाहिर ल्याइदियो भने लोकल पिपुल र नीति निर्माताको तहमा बस्नेहरूको बिचमा एक खालको तालमेल हुन्छ भन्ने पनि लाग्छ। अहिलेको आपतकालीन अवस्थामा ऐन हेर्ने, कानुन हेर्ने, के व्यवस्था गरेको छ भनेर हेर्ने भन्दा पनि तत्कालीन अवस्थामा त्यसको संरक्षण कसरी गर्ने भन्ने मात्र स्थानीय जनताको चासोको विषय हो। यसमा मैले अलिकति केस उठाइहालेँ। झापा जिल्लाका सामुदायिक वनका साथीहरू आउनु भएको छ। त्यहाँ चाहिँ हुरी बतासे ढालेको त्यो रुख उठाउन नदिँदाखेरि त्यहाँ बाहिरबाट तस्करहरू आएर 400-500 जना मान्छे एउटा सामुदायिक वनमा पसेर ढलेको रुखहरू उठाएर लाँदैछ। त्यहाँ समितिका साथीहरू चाहिँ त्यो ढलेको रुखको संरक्षण गर्न जाँदाखेरि दोहोरो भिडन्त भएको छ र सार्वजनिक मुद्दा हालेर त्यस्तो खालको विवाद द्वन्द्वहरू सिर्जना भइरहेको अवस्थामा हामीले नेपाल सरकारलाई भनेका छौँ विधि र प्रक्रिया अनुसार त्यसलाई बेच्नुपर्छ। तर अहिले सङ्कलनको प्रक्रिया चाहिँ सामुदायिक वन उपभोक्ता समूहमा सबै सामुदायिक वनलाई असार मसान्तसम्म यसलाई खुल्ला गरेर एक ठाउँमा गएर घाटगर्दी गरेर राख्ने व्यवस्था गर्नुपर्छ भन्ने हिसाबले हामीले नेपाल सरकारसँग आग्रह गरेका छौँ। शहरमा कति ड्यामेज भएको छ र गाउँमा कति ड्यामेज भएको छ त्यो यकिन नहुँदासम्म त्यो एक्ज्याक्ट फिगर कति निड हो त्यसको व्याख्या गर्न अलिकति गाह्रो हुन्छ। त्यसकारणले त्यो गाउँ स्तरमा कति भएछ त्यसकारणले त्यहाँ काठहरू रियुज हुने अवस्था देखिन्छ यहाँ र काठ सामुदायिक वनमा, राष्ट्रिय वनमा, वैज्ञानिक वन व्यवस्थापनबाट पनि काठहरू निस्किने अवस्था छ यहाँ। र अहिले जुन देखिएको छ घरसार लिगल अहिले जुन कुरा आएको छ लिगल पोलिसी रिल्याक्सेसन कुराहरू जुन पहिला घरसार दिएको थियो, घरसार तपाईँले दियो भने त्यो एक ठाउँको नयाँ घर निर्माणसम्मलाई इजाजत जिल्ला वनबाट दियो भने त्यो लिएर गयो भने त्यो स्थानीय तहमा घर निर्माणमा सजिलो हुन्छ जस्तो लाग्छ मलाई। यो चाहिँ अवसरको रूपमा पनि लिनुपर्छ र प्रक्रियागत रूपले वनको विधान कार्ययोजनाहरू परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने मलाई लाग्छ। र अहिले पुनर्निर्माणको सिलसिलामा जुन ठाउँमा बढी असर पर्यो अब यो प्रकृतिले नै त्यस्तै गरेको छ। काठ धेरै तराईमा छन्, बढी नाश चाहिँ पहाडमा भएको छ भूकम्पले। र मलाई त एकदम अहिले पनि हामीले के भन्दैछौँ भने स्थानीय प्रजातिहरू, स्थानीय खरले छाओ, बाँसले छाओ, निगालाले छाओ, त्यसरी चाहिँ घर बनाओ भन्ने जुन कुरो आइराखेको छ यो चाहिँ फेरि भूकम्प आयो भने फेरि पनि नष्ट हुने प्रक्रिया हो भन्ने मलाई लाग्छ। र यो भएका ठाउँको काठ चाहिँ कुहाउने, नभएका ठाउँलाई चाहिँ तिमीहरू आफ्नै स्रोत जे छ त्यसैले गर भन्ने खालको प्रक्रिया भन्दा पनि कम लागतमा कसरी ती काठ चाहिँ लिएर आउन सकिन्छ, बलियो गरी बनाउन सकिन्छ भन्ने चाहिँ राज्यले सोच्नुपर्छ जस्तो लाग्छ। कार्यक्रममा सरकारवाला अन्य संघ संस्थाका प्रतिनिधिले पुनर्निर्माणमा वन क्षेत्रले र संचार क्षेत्रले मुख्य भूमिका खेल्ने बताए। गाउँघरमा पुनर्निर्माणको क्रममा अहिले अस्थायी बसोबास बनाउनको निम्ति नजिकमा जुन वन छ, सामुदायिक वन छ भने सामुदायिक वनबाटै, राष्ट्रिय वन छ भने पनि राष्ट्रिय वनबाटै भए पनि ती सानातिना अब खडा काठहरू लिएर आएर सङ्कलन गरेर त्यसले चाहिँ तत्कालको आवश्यकता पूर्ति गरेको हामीले देखेका छौँ। र सँगै बाँसको चाहिँ अहिले यसपटक व्यापक रूपमा उपयोग भएछ भन्छु म होइन। बाँसलाई खासै त्यति महत्त्व हामीले दिन्थेनौँ, तर यति बेला बाँसले चाहिँ अत्यन्त ठुलो समस्या चाहिँ टारिराखेको अवस्था छ। र भोलि अब यो अहिले बर्खा आइसकेका छ, अगाडि बर्खापछि सायद पुनर्निर्माणमा जानुपर्ने र थायी निर्माण गर्नुपर्ने आवश्यकता छ। त्यो थायी निर्माणका निम्ति
सरकारले खोइ कहिलेदेखिबाट सुरु गर्ने भनेर भनेको छ। म यहाँ सञ्चारकर्मी मार्फतै म अनुरोध गर्न चाहन्छु, सरकारको सोच चाहिँ थाई निर्माण कहिलेबाट गर्ने भन्ने हो। एउटा त्यो कुरा प्रश्न हुनु पर्यो। अनि नयाँ उत्पादन अब यदि सरकारले गरेको डिसिजनबाट सङ्कलन गरेर हुने नयाँ उत्पादन मार्केटमा कहिले आउन सक्छ, त्यो कुराको लेखाजोखा हुनु जरुरी छ। एउटा हामीले भुल्नै नहुने सर्ट टर्म अल्पकालीनमा गर्नुपर्ने स्ट्राटेजी चाहिँ के हो भन्दाखेरि, हुन त मिडियाको साथी अघि नै जानुभयो शिवाकोटीजीले के भन्नुभयो भने पोलिसी रिल्याक्सेसन तत्काल जरुरी छैन कि हो, यो खालको सन्देश नजानको लागि चाहिँ म अनुरोध गर्छु। किनभने पोलिसी रिल्याक्सेसन अर्थक्वेकको अर्को दिनदेखिको त्यहाँ जरुरी थियो। यहाँहरूले सम्झिनु भएको छ, वनको मेरो घर भत्कियो, मेरो घर गाउँमा छ, अहिले त्यो घर भत्कियो, त्यसको हिसाबले त्यो ठाउँ पनि हेबिटेबल भएन, बस्न योग्य छैन। मेरो बेसीमा जग्गा छ, मैले बेसीमा मेरो भत्केको घरको काठ लान पाऊँ भन्दाखेरि पनि थुप्रै प्रोसिडियुरल ह्यासलहरू छन्, जसले गर्दाखेरि मैले आफ्नो भत्केको घरको काठ लान पाउँदिनँ भने, मेरो निजी रुखमा हुर्केको 29 काटेर लाउन पाउँदिनँ भने, त्यस्तो अवस्थामा पोलिसी रिल्याक्सेसन तत्काल इमिडिएट निड हो कि होइन, त्यो खालको कुरा चाहिँ मिडियाका साथीहरूले बुझ्नु जरुरी छ। एउटा किनकि पोलिसी रिल्याक्सेसन यो चाहिँ एउटा टिम्बर काट्ने अथवा तराईको काठ काट्ने, पहाडमा पुर्याउने, सप्लाई चेनको व्यवस्था गर्नेमा मात्रै सीमित छैन। तपाईँहरूले वन क्षेत्रलाई हेर्नुभयो भने समग्र रूपमा त्यो कुरो पनि जोडिएर आउँछ। ती खालका कुराहरू तत्काल निड भयो, हेर्नुहोस् यसरी लानु सकियो भने मात्रै हामीले चाहिँ ठिक छ। भोलि सामुदायिक वन किन, कुनै पनि वनको स्रोत नचाहिन सक्छ हामी जस्ता उपभोक्तालाई। हाम्रो सचिवले भन्नुभएको छ, सामुदायिक वनको आफ्नो हिसाबले उपभोक्ताले मेरो वन भन्छ, सकेसम्म किन जान्छ उसकोमा? मेरो भत्केको काठ, मेरो बिग्रेको काठ दाउरामा बाल्नुभन्दा परार बनाएको घरको मैले चाहिँ उपभोक्ता गर्दिनँ र रियुजमा लान सक्छु नि। त्यो खालको बीचमा रेन्ज पोस्ट पर्यो भने तपाईँले लान नमिल्ने खालको चाहिँ प्रावधान छ। त्यस्ता प्रावधानहरूलाई तत्काल रिल्याक्सेसन गर्नु पर्यो, इमिडिएट निड हो, त्यो रेस्क्युभन्दा बढी जरुरी छ। महाभूकम्पको कारणले गर्दाखेरि थुप्रै भने मतलब सबै समुदायलाई प्रभावित पारे तापनि त्यसमा इक्विटीको हिसाबले हेर्ने हो भने खास गरेर महिला जनजाति र विपन्न समुदायलाई बेसी चाहिँ प्रभाव पारेको कारणले गर्दाखेरि त्यस्ता समुदायहरू अहिले अब बर्खाको समयावधिमा चाहिँ आफू चाहिँ स्थायी टहरो बनाएर कसरी चाहिँ आफ्नो जीवनलाई चाहिँ अगाडि लाने भन्ने तरिकाले चाहिँ एउटा चाहिँ भनौँ न ऊ चाहिँ तडपिरहेको अवस्था छ भने पहिला ढलेका रुखहरू चाहिँ च्याउ उम्रिएर चाहिँ यत्तिकै बसिरहेको अवस्था हामीले देख्न पाइरहेको छ भने ती रुखहरूलाई चाहिँ हामीले नीतिगत थुप्रै हडलहरूलाई हटाएर चाहिँ यस्ता पीडित परिवारहरूलाई चाहिँ जतिसक्दो छिटो चाहिँ हामीले सहयोग गर्नुपर्ने हामीले महसुस गर्नुपर्छ र मिडियाको साथीहरूले पनि त्यही रोल खेल्नुपर्छ भन्ने मलाई लाग्छ। अहिले बसिरहेको गाउँ बस्तीहरू पनि पुरै अब योभन्दा ठुलो क्षति चाहिँ बाढी पहिरोबाट गाउँमै बग्ने खतराहरू धेरै छन्। त्यस्तो ठाउँहरूमा सिङ्गो नागरिक समाज र मिडिया क्षेत्रले सचेत गराउनु पर्ने, जबकि अरू क्षति अरू नोक्सानी पहिरोबाट चाहिँ नहोस् भन्नेतिर सबैको ध्यान जानुपर्ने, त्यो चाहिँ रिसर्च बेस एउटा डाटामा रहेर कहाँनिर तत्काल सार्नुपर्ने हो त्यो कुराहरूमा सबैजना लाग्नुपर्छ भन्ने मलाई लाग्छ। र त्यसपछि दिगो रूपमा बस्ती विकासको लागि एउटा अवसरमा लिनुपर्छ, किनकि भोलि गएर राज्यले बस्ती विकास गर्दाखेरि अहिले जुन एउटा छरिएको अवस्थामा छ यसलाई एकीकृत गरेर सबै खालका सेवा सुविधा एकै ठाउँमा प्राप्त हुने गरी बस्ती विकास गर्ने अवसर राज्यको सामु र हाम्रो सामु आएको छ। त्यसको लागि सबैजना एकजुट भएर लाग्नुपर्ने अवस्था छ। तर अहिले सङ्केत के देखिएको छ भने म गाउँमा जाँदाखेरि अहिले विभिन्न पार्टीहरू आफ्नो आफ्नो झन्डा बोकेर सरकारी संरचनाहरू पनि हरेक ठाउँमा पुनर्निर्माणको लागि जुटेको अवस्था देखिन्छ। त्यो कम्पिटिसन आफैमा राम्रो होला, तर त्यसले जनताको मनहरू विभाजित गर्ने अवस्थाहरू चाहिँ देखिन्छ। यो राहत वितरण गर्दाखेरि पनि अब जस्तै हामीले चाहिँ के देखेको छौँ भने सामुदायिक वन क्षेत्रमा चाहिँ हामी चाहिँ गरिब विपन्नमुखी कार्यक्रमहरू गर्नुपर्छ, गरिब विपन्नहरूलाई चाहिँ अलिकति जीविकोपार्जनको लागि चाहिँ केही काम गर्नुपर्छ भन्ने कुराहरू आइराख्दाखेरि चाहिँ यो राहत वितरणमा पनि के भइरहेछ भने टाठो बाठोहरूले चाहिँ वर्षौँ पुग्ने चाहिँ राहत सङ्कलन गरिरहेको अवस्था छ भने त्यस्ता विपन्न वर्गहरूले चाहिँ केही नपाइरहेको अवस्था पनि छ। र यो पुनर्निर्माणको क्रममा पनि त्यस्तै नहोला भन्न चाहिँ सकिँदैन जस्तो लाग्छ। किनभने अहिले सरकारबाट चाहिँ जुन राहत जुन प्रत्यक्ष रूपमा जाने जुन सरकारले जुन गरिरहेको छ, जुन 2 लाख रुपियाँ चाहिँ पुनर्निर्माणको लागि चाहिँ प्रत्यक्ष जनतालाई चाहिँ दिने भन्ने छ र सुरुमा चाहिँ 15,000 जो जस्ता अस्थायी टहराको लागि जस्ताको लागि दिने भन्ने कुरामा पनि के भइरहेछ भने टाठा बाठाहरूले नै अलिकति उहाँहरूको चलखेल भइरहेको हुनाले चाहिँ त्यस्ता विपन्न वर्गहरूलाई चाहिँ त्यस्तो पछाडि परिएको मान्छेहरूलाई चाहिँ त्यस्ता खालको राहत पनि पाउन नसक्ने अवस्था हो कि भन्ने चाहिँ कता कता लागिरहेको छ। र अर्को कुरा चाहिँ मलाई के भन्न खोजिरहेको छु भने
हामीले चाहिँ यो सम्पूर्ण उपभोक्ताहरूले चाहिँ सामुदायिक वनहरूलाई चाहिँ संरक्षण गरिरहेको अवस्था छ र यो महाविपत्तिमा चाहिँ यो जति पनि यो वन संरक्षण मात्र गऱ्यौँ भने त्यसले चाहिँ उपयोग गर्नु पाउनुपर्छ र सरकारले चाहिँ यो सहज खालको नीति तय गर्नुपर्छ भन्ने लाग्छ। राज्यले प्रति परिवार कति काठ दिने त? ल 6 लाख घर छन् भने 50 क्युबिकको दरले दिँदाखेरि 3 करोड काठ दिँदाखेरि पुग्छ भने बाँकी उसले भत्केका घरको दलिन छ, निदाल छ, थाम छ, झ्यालडोका छन्, रियुज गर्छ। उसलाई अलिकति हाडुड, त्यसमा हाडुड नै चाहिन्छ। बाँकी भएका काठहरूलाई उसले राज्यले 50 क्युबिक दिने हो भने 3 करोड सेफ्टी चिरान काठ दिँदाखेरि पुग्छ भने वनको आधिकारिक निकाय भनौँ एफआरआईले नै अध्ययन गरेर वार्षिक चाहिँ हामी 8-9 करोड सेफ्टी काठ निकाल्न सक्छौँ भनेर आधिकारिक डाटा प्रस्तुत गर्ने र हामीलाई यो विपदको बेलामा जम्मा 3 करोड 4 करोड सेफ्टी चिरान काठ आवश्यक पर्छ। एउटा परिवारलाई 50 क्युबिककै दरले दियो, 60 क्युबिकको दरले दियो भने 3 करोडको सट्टा 4 क्युबिक हुन्छ भने हाम्रो वन वातावरण त बिग्रिँदैन नि। त्यसमध्ये ढले पढेका छन्। मेच्योर भएका रुखलाई हामीले किन ननिकाल्ने? यस्तो विपदको बेलामा असारमा रोपेको धान मुसिरमा पाकिसकेको छ भने किन नकाट्ने? अब फागुनसम्म किन राख्नु जरुरी भयो यस्तो विपदको बेलामा? कार्यक्रममा सञ्चार क्षेत्र सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिहरूले महाभूकम्प पछिको पुनर्निर्माणमा सञ्चार माध्यमको भूमिका अहम हुनेमा जोड दिएका छन्। उनीहरूले समस्याको पहिचान र समाधानको उपायबारे सञ्चार क्षेत्रले व्यापक बहस र जनमत तयार गरी नीति निर्मातालाई घचघच्याउन सक्ने बताए। साँच्चै यतिखेर जुन चाहिँ हामीले पुनर्निर्माणको काम गर्नुपर्छ तराई छ। म अब तराईकै मान्छे पनि हो। म त्यहाँ यदि तपाईँ जङ्गल त्यहाँ जाने भने त्यहाँ वन उपभोक्ता समिति त वनले चाहिँ त्यो हानेर त्यो लडेका रुखहरू चाहिँ राखेको चाहिँ त्यो चाङका चाङ काठहरू चाहिँ कुहिएर गएको छ। हामीले अहिले पनि गरे हेर्नु हुन्छ देख्न सकिन्छ। साँच्चै यतिखेर चाहिँ यो जुन पुनर्निर्माण गर्नुपर्ने जुन 12-14 जिल्लाहरू छन् त्यो काठहरू चाहिँ हामीले त्यही क्षेत्रमा पनि मलाई लाग्छ लडेका थुप्रै काठहरू होला, तिनलाई पनि हामीले प्रयोग गर्न सक्छौँ। अहिले लडेका नयाँ रुखहरू पनि छन्, पुराना रुखहरू पनि थुप्रै चाहिँ काठहरू कुहिने अवस्था। ती काठहरू चाहिँ हामीले पुनः प्रयोग गर्ने कुरामा चाहिँ हामी सञ्चारका साथीले के गर्नुपर्ने, के लेखिदिनु पर्ने, हामीले के बरु तपाईँले भन्नुहुन्छ भने हामी त्यस्तै खालको एउटा प्रोग्रामै गरेर पनि हामी त्यो मिडियामा चाहिँ लगिदिन चाहन्छौँ। यो अवस्थामा अर्को स्थायी खालको संरचना बन्न सक्ने सम्भावना छैन। यो अवस्थामा हामीले जानुपर्ने भनेको फेरि पनि अहिले यो बर्खा नसकिन्जेलसम्म अस्थायी संरचनामा हो भने यतिखेर हामी वन पैदावार लिन अथवा काठ लिनको लागि यो बर्खामै वन जङ्गलमा प्रवेश गर्नु कति उपयुक्त छ कि छैन यो पनि हामीले हेर्नुपर्छ। किनभने हामीले बर्खाको 3 महिना त हामी जङ्गल प्रवेश गर्दैनौँ भन्ने नै लाग्छ मलाई। किनभने अघिल्लो पनि यो हाम्रो ट्रेन्ड त्यो छ भने अहिले तत्काल हाम्रो आवश्यकता चाहिँ केही पूर्ति भइसकेको छ। जहाँ हाम्रा अस्थायी संरचनाहरू बनिसकेका छन्, बन्दै पनि छन् गाउँघरहरूमा भनेको त्यो ठाउँहरूमा अहिलेको यो संरचनाले 2-3 महिना धान्न सक्ने अवस्था छ भने त्यसपछिको हतार नगरिकन त्यसपछि एकपटक सोच्ने हो कि यो चाहिँ दसैँ तिहारको पछि जसरी हाम्रो चाहिँ स्थायी खालका संरचनाहरू बन्न अवस्था हुन्छ त्यो बेलाको लागि चाहिँ अहिले पोलिसी लेभलबाट पनि जुन यहाँ पोलिसी रिल्याक्सेसनको कुरा छ, लिगल रिल्याक्सेसनको कुरा छ, यसलाई अहिले अति बढी हतार गर्ने कुरा चाहिँ त्यति सान्दर्भिक हुँदैन कि। प्रधानमन्त्री र मन्त्रीहरूको हालत तपाईँहरूले देख्नुभयो। यस्तो बेला राज्यले कम्तीमा पनि एउटा डोरबाट एउटै भोइस ल्याउनु पर्थ्यो, जनतालाई विश्वस्त बनाउने खालको, हामी यो स्थिति सम्हाल्न सक्छौँ भन्ने खालको, बिग्रदैन हामी चाहिँ सक्षम छौँ, राज्यले चाहिँ सम्हाल्छ, तपाईँ नआत्तिनुहोस् भन्ने खालको एउटै नीति राज्यले, कम्तीमा सरकारले, त्यसपछि सबै राजनैतिक दलले, सबै सांसदले अनि एउटै भोइस दिनु पर्थ्यो। त्यसलाई सञ्चार माध्यमबाट पनि प्रवाह गरेर जनतालाई विश्वस्त बनाउनु पर्थ्यो। तर राज्य चाहिँ कमजोर बन्दा बन्दै पनि सञ्चार माध्यमले चाहिँ जनतालाई विश्वस्त बनाओ, जनतालाई नआत्तिनुहोस्, सुरक्षित रहनुहोस्, यहाँ रहेपछि सुरक्षित भइन्छ, यसो गर्नुहोस्, पराकम्पन अब योभन्दा ठुलो आउँदैन भनेर जुन विश्वस्त बनाउने भूमिका खेल्यो, वास्तवमा सञ्चार माध्यमको ठुलो भूमिका छ। र अझै पुनर्निर्माणको लागि हामीले सञ्चार माध्यमले सशक्त भूमिका त खेल्छ नै, राज्यले चाहिँ सशक्त भूमिका खेल्नको लागि सञ्चार माध्यमले अलिक बढी खबरदारी गर्नुपर्ने आवश्यकता देखियो। ध्वस्तपछि पुनर्निर्माणको लागि वन नै आवश्यकता छ र विस्थापित भएकाहरू नि वनमा आश्रित हुनु परेको छ, वनका जमिनहरूमा आश्रित हुनु परेको छ। यो सबैले देखेका कुराहरू हुन्। तर एउटा विडम्बना के छ भने त्यो जङ्गलमा बस्ने पनि अलिकति चाहिँ नियतवश गरेर बस्ने समस्याहरू पनि देखिएको छ। काठ कसरी काट्ने, काठ काट्नको लागि के प्रक्रिया अवलम्बन गर्ने लगायतका विषयमा अलिकति नीति निर्माण हुन सक्यो भनेदेखि समस्या समाधानमा सहजता हुन्छ भन्ने मलाई लाग्छ। त्यसक्रममा सभासदहरू आनन्द पोखरेल र पार्वत गुरुङले पुनर्निर्माणमा वन पैदावारको व्यवस्थित
उपयोगका लागि विद्यमान वन ऐन नीतिमा परिमार्जनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। सभासदहरूले विपत्ति पछिको पुनर्निर्माणमा कुनै पनि ऐन र नीति बाधक बन्न नहुने बताउनुभयो। आज जनता कहाँ बस्छ कहाँ बस्दैन भनेर भनिरहेका छन्, कसरी सुरक्षित ढङ्गले बस्छु भनेको छन्। ऊ आज मान्छेले ऊ मात्र होइन के अरे सोतर र उसको कारणले झाडी फाँडेर बस्यो भने त्यो नबसेर के गर्नु। हामीले जनतालाई जस्ता पुर्याउन सकेका छौँ। त्रिपाल त चुइसकेका छन्। हिजो अस्ति पठाएका त्रिपालहरू पत्र पत्रिका आएका छन्, कमजोर त्रिपालहरूको सिफारिस भयो। एकपल्ट उडेर पानी आएपछि त्रिपाल चाहिँ पुरै चुनी भएर गएका छन्। अब त हिजो मेरा बाबुबाजेले प्रयोग गरेको त्यही चित्रा, त्यही निगाला, त्यही छुवाली, त्यही खर र त्यही बाँस बेतको चुल्ली बसेका छन्। जहाँ दुर्गममा मान्छे बसेका छन् उनीहरूले खोजेका छन्, त्रिपाल जस्ता खोजेका छन्, त्यही कटराभित्र बसेका हुन्छ, त्यो त्रिपाल पुर्याउन सकेका छैनौँ। ती मान्छेले सुरक्षित ठाउँमा जानुपर्छ। सुरक्षित ठाउँ भनेको यही जङ्गलै हो। त्यसकारण अहिले भूकम्पले वन जङ्गलमा बहुत ठुलो चुनौती आएको छ। अबको अहिलेको व्यवस्थामा अत्यन्त गम्भीर सङ्कटपूर्ण अवस्था हामीले बेहोरिएका छौँ। यो गम्भीरपूर्ण सङ्कटपूर्ण अवस्थामा हामीले जनताको मनोविज्ञान र जनतालाई सुरक्षा दिने र प्रदान गर्ने काममा सामुदायिक वन यसको सरकारवाला लागि गैर सरकारी संस्थाका मान्छेहरू अब ती जनतालाई रेस्क्यु गरेर ती जनताहरू जो विपदमा परेका छन्, सामुदायिक वनका सदस्य विपदमा परेका छन्, सामुदायिक वनका सदस्य विपदमा परेका छन्, आफ्ना सदस्यहरूको लागि रेस्क्यु र पुनर्स्थापना गर्नको लागि सोच्ने कि नसोच्ने, यति बेला हामीले यो कार्य यो ग्रिन मिडियाले काम गरिरहेको त उनीहरूको पुनर्स्थापना भनेको आफ्ना सामुदायिक वनका सदस्यहरू विपद परेको बेलामा त्यो जोखिमबाट उठाउनको लागि म आह्वान गर्न चाहन्छु। त्यसकारण समुदायमा के बन्छ के मास हुन्छ होइन, ऊ आफ्ना सदस्यहरूको संरक्षणको लागि उसको जीविकाको लागि के गर्छ र त्यो ध्यान दिनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु। वन प्रवेश निषेध होइन, वर्तमान ऐन कानुनहरू के छ, नियमावलीहरू के छ, त्यसलाई संशोधन गर्दै तुरन्त वन मन्त्रालयले यो वन तपाईँको अहिलेको नियमावलीलाई परिवर्तन गर्नको निम्ति अहिलेको यो भूकम्पको कारण समस्यालाई त्यसलाई संशोधन गर्नको निम्ति त्यसले तुरन्तै नियमावलीलाई कहिलेकाहीँ निलम्बन गर्नुपर्ने हुन्छ। भूकम्प अगाडिका तपाईँको एजेन्डा, हाम्रो कार्यक्रम, हाम्रो रणनीति एउटा थियो भने अब भूकम्प पश्चात तुरन्तै हाम्रो चेन्ज हुनुपर्नेछ। त्यसैले हामी संस्थागत रूपमा हामी सबै संस्थाका मान्छेहरूले, यो सरकार राख्ने मान्छेहरूले अब हाम्रो रणनीतिहरू, हाम्रा वन नीतिहरू, हाम्रा कार्यक्रमहरू अलिक फरक ढङ्गले फरक एजेन्डा भएको हुँदाखेरि हामी सबैले त्यो एजेन्डामा हामी कसरी एकीकृत रूपमा जान सकिन्छ, सबै एकताबद्ध भएर हामीले कसरी वनका भूमिका र वनको एउटा यो नीतिगत रूपमा वनमा पीडित क्षेत्रमा र सबै क्षेत्रमा हाम्रो भूमिका कसरी हुनसक्छ, त्यो भूमिकाको निम्ति तपाईँ सबैले चिन्तन मनन गरेर सबैले आफ्नो प्रभावकारी भूमिका खेलिदिनुको निम्ति पनि अनुरोध गर्न चाहन्छु र हामी सबै एकताबद्ध भएर जाउँ। र अहिले हामी सबैले भूकम्पले हाम्रा वन विनाश भएको छ, वन क्षति भएको छ, धेरै मान्छेहरूको चाहिँ मानवीय क्षति भएको छ, घरबार बिन भएको छ, धेरै भौतिक संरचना ध्वस्त भएको छ। साथसाथमै यो भूकम्प पश्चात नेपालमा धेरै वर्ष संविधान निर्माण हुन नसकेको संविधान पनि बन्ने त्यो एउटा गुड न्युज हामीले सन्देश पनि देखेका छौँ। यसले हामी सबैले अब नयाँ नेपाल निर्माण गर्ने काममा हामी सबै एकताबद्ध हौँ। कार्यक्रममा वन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले तत्काल वनबाट काठ निकालेर पुनर्निर्माणमा लैजान व्यावहारिक समस्या रहेको बताउनुभयो। कार्तिकसम्म काठ तथा वन पैदावार प्रयोगमा समस्या हुने उहाँको भनाइ थियो। अहिले चाहिँ अनधिकृत रूपमा अथवा चाहिँ आवश्यकताभन्दा बढी चाहिँ वनको खडानी होला जस्तो मलाई लाग्दैन र कहीँ कतै त्यस्तो चाहिँ छिटपुट घटनाहरू भएको चाहिँ छ भने त्यसलाई हामीले चाहिँ स्थानीय वन कार्यालयहरू मार्फत त्यसलाई चाहिँ व्यवस्थित गर्ने, उहाँहरूलाई चाहिँ सम्झाउने बुझाउने र त्यो अतिक्रमण हुन नदिने कामहरू हामीले गरिरहेका छौँ। र खास गरी स्थानीय चाहिँ लेभलमा जुन काठको तत्काल आवश्यकता रहन्छ त्यसलाई चाहिँ सम्बोधन गर्न चाहिँ हामीले निर्देशन दिइसकेको अवस्था छ। जस्तो स्थानीय समुदायहरूमा चाहिँ वनको तत्कालै आवश्यकता पर्यो, काठ दाउराको आवश्यकता पर्यो भने तपाईँको त्यही सामुदायिक वनहरूको जुन ग्रोइङ स्टकको निश्चित प्रतिशतसम्म चाहिँ हार्भेस्ट गर्न सकिने जुन प्रोभिजन छ त्यो अन्तर्गत नै चाहिँ तपाईँको काठहरू चाहिँ सङ्कलन गर्न सकिने गरी चाहिँ हामीले चाहिँ निर्देशन गरेको अवस्थाहरू छ। अब यो खास गरी काठको चाहिँ सन्दर्भमा दुईटा फेजमा हामीले कुरा गर्नु पर्ला जस्तो लाग्छ। पहिलो भनेको यो जुन टेम्पोरेरी सेटलमेन्टको कुरा छ, मलाई लाग्छ यसमा चाहिँ त्यति धेरै हामी प्यानिक हुनुपर्ने अवस्था म देख्दिनँ। किन देख्दिनँ भन्दाखेरि अहिले क्षति भएकै पूर्वाधारहरू जुन घरहरू अथवा घरगोठहरूमा जुन काठहरू छ त्यसैलाई हामीले चाहिँ रियुज गर्न सक्छौँ। अहिलेको अस्थायी चाहिँ टेम्पोरेरी सेटलमेन्टको लागि चाहिँ गर्न सकिन्छ भने दोस्रो चाहिँ तपाईँको बाँसको प्रयोग गर्न सकिन्छ। र अहिले हामीले चाहिँ खास गरी जस्ता पाता र तपाईँको चाहिँ
यो बाँसहरूको प्रयोगबाट हामीले अस्थायी सेटलमेन्टको चाहिँ नेपाल सरकारले त्यो किसिमले गर्ने गरी चाहिँ अहिले तयारी गरिरहेको अवस्था छ। त्यसले गर्दा मलाई के लाग्छ भन्दाखेरि अब हामी चाहिँ जुन सेकेन्ड फेजको चाहिँ यो रिकन्स्ट्रक्सनको फेज सुरु हुन्छ, त्यसपछि चाहिँ काठको चाहिँ माग ठुलो हुन्छ भन्ने मलाई लाग्छ। अब यसमा पनि नेपाल सरकारले जुन पिडिएनए अब तयार गर्दैछ र अब यो चाहिँ बसोबासको खास गरी सेटलमेन्ट प्लानिङ चाहिँ नेपाल सरकारले गर्छ, त्यसका चाहिँ बिल्डिङ कोडहरू, त्यसका मापदण्डहरू, त्यसका डिजाइनहरू हैन, ती डिजाइनहरू तयार गरिसकेपछि ती डिजाइनहरू खास गरी चाहिँ तपाईँको क्लाइमेट स्मार्ट र इन्भाइरोमेन्ट फ्रेन्डली चाहिँ डिजाइनहरू चाहिँ सरकारले चाहिँ गर्ने सोच राखेको जस्तो मलाई लाग्छ। त्यसै गरी नेपाल सरकारले हालै चुरेको सामुदायिक र राष्ट्रिय वनहरूबाट ढलापडा चाहिँ रुखहरू सङ्कलन गर्न सक्ने गरी सामुदायिक वनहरूले व्यावसायिक प्रयोजनको लागि पनि चाहिँ काठ सङ्कलन गर्ने गरी चाहिँ एउटा निर्णय गरिसकेका छ। 2067 सालमा क्याबिनेटले जुन बन्देज लगाएको थियो त्यो बन्देज अहिले चाहिँ फुकाएको अवस्था छ र अब मलाई लाग्छ अहिले हामी चाहिँ यो जेठको मसान्ततिर हामी जाँदैछौँ। यो बर्खाको टाइममा काठदाउरा सङ्कलन गर्न चाहिँ हाम्रो कानुनी व्यवस्थाले पनि चाहिँ अनुमति दिँदैन र यो कार्तिक पछि जुन ऐनले चाहिँ एलाउ गर्छ र मलाई लाग्छ हाम्रो सामुदायिक वनहरू, चुरे क्षेत्रका सामुदायिक वन र राष्ट्रिय वनहरूबाट चाहिँ यी ढलापडा रुखहरू चाहिँ सङ्कलन गर्ने प्रक्रिया चाहिँ प्रारम्भ हुन्छ जस्तो मलाई लाग्छ। कार्यक्रममा अन्य विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिले पनि मुलुकको पुनर्निर्माणमा वन र सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका थिए। आजको वन चौतारीको श्रृङ्खलामा देशको पुनर्निर्माणमा वन क्षेत्र र सञ्चार क्षेत्रको भूमिकासँग सम्बन्धित विशेष कार्यक्रम प्रस्तुत गर्यौं। अर्को श्रृङ्खलामा वन क्षेत्रसँग सम्बन्धित यस्तै महत्त्वपूर्ण विषयलाई छलफलको केन्द्रबिन्दु बनाउनेछौँ। यो कार्यक्रम तपाईहरूलाई कस्तो लागिरहेको छ? सल्लाह सुझावको हामी सदैव अपेक्षा गर्दछौँ। अर्को कार्यक्रमसम्मको लागि वन चौतारीको प्राविधिक टिम लगायत म प्रस्तुता भोला खतिवडालाई पनि बिदा दिनुहोस्। हरित अभिवादन।